हेलो नमस्कार। आज गङ्गोदय माध्यमिक विद्यालयमा कक्षा 10लाई चाहिँ विदाय कार्यक्रम भइराखेको छ र यहाँ फोटो सेसन चलिराखेको छ। यहाँ भाइ बहिनीहरू एकदमै गुरुङ्गो मन बनाएर फोटो खिचिराख्नु भएको छ। यो स्कुलबाट चाहिँ अब विदाय हुने भन्ने तरिकाले अब सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई शैक्षिक सफलताको शुभकामना दिन चाहन्छु। यस कार्यक्रमका सभाध्यक्षको रूपमा कक्षा 9 का भाइ सबिन पाण्डेज्यूलाई अगाडि बोलाउन चाहन्छु। आसन ग्रहण। कक्षा 10 का दाजु दिदीहरू, श्री गङ्गोदय माध्यमिक विद्यालयबाट एससीमा समावेश हुने दाजु सन्देश राईज्यूलाई हार्दिक अनुरोध गर्दछु। गरी सरिना विकालाई हार्दिक अनुरोध गर्दछु। विजय खड्कालाई हार्दिक अनुरोध गर्दछु। कन्या निरौलालाई हार्दिक अनुरोध गर्दछु। एलिना खड्कालाई हार्दिक अनुरोध गर्दछु। महेश श्रेष्ठलाई हार्दिक अनुरोध गर्दछु। भरतलाई हार्दिक अनुरोध गर्दछु। अभिषेक विशुङलाई पनि हार्दिक अनुरोध गर्दछु। रजिना थापा मङ्गललाई पनि हार्दिक अनुरोध गर्दछु। नवीना पाण्डेलाई पनि हार्दिक अनुरोध गर्दछु। विपनालाई पनि हार्दिक अनुरोध गर्दछु। सल्ना सुनारलाई पनि हेलो सबैले लाउँदै हेलो विदाय कार्यक्रममा गङ्गोदय माध्यमिक विद्यालयका प्राध्यापक कक्षा 9, 8, 9 का भाइ बहिनीहरू, सर मेरो भन्नुपर्ने विद्यार्थी भाइहरूलाई अबिर आएर एससीका एवं उत्कृष्ट नतिजा ल्याउन शुभकामना आशीर्वाद हार्दिक अनुरोध गर्छु। एससीबाट ल्याउनको लागि सबैले शुभकामना दिनको लागि हार्दिक अनुरोध गर्छु। Thank you.
कोही डट एउटा हाम्रो दिदी सन्चै हुनु जाने सन्चै हुनु तपाईँले नि आशिष दिएको भयो हुन्छ स्याबास ब्युटी क्यामेरा वा सफलताको शुभकामना सबैलाई काम गर्दै ल सबैलाई शैक्षिक सफलताको शुभकामना है ल राम्रो उत्कृष्ट नतिजा ल्याउनु होला र उज्जवल भविष्यको शुभकामना सबैजनालाई है ल ल लाइन लागौ न सर म्यामहरू सबैजना उज्जवल भविष्यको शुभकामना भरत इमान्दारी छ देखेँ मैले एउटा नै एउटाले छेली नै हो कि परीक्षा राम्रो सबैलाई आएकै छ ल शुभकामना है सबैजनालाई शैक्षिक सफलताको शुभकामना उज्जवल भविष्यको शुभकामना दुईटा शैक्षिक सफलताको शुभकामना उज्जवल भविष्यको शुभकामना शैक्षिक सफलताको शुभकामना उज्जवल भविष्यको शुभकामना शैक्षिक सफलताको शुभकामना उज्जवल भविष्यको शुभकामना मिल्छ घरै पनि हेर्न सक्नुहुनेछ ल सबै सेतै सेतै विद्यार्थीहरूलाई विदाय कार्यक्रममा म कक्षा 10कै भाइ सन्देश राईबाट आफ्नो मसँगै सबै कक्षा 10मा पढ्ने मेरा साथीहरू दिदी पनि पढ्नुहुन्छ होला साथीहरू क्लासमेट साथीहरू केही भनाइराख्न गइरहेको छु कस्तो डर पनि लाग्छ
कलर चेन्ज नै गर्नुभएको कि आठका चाहिँ बेसी ल बस बस केही दिने कार्यक्रम छ लगाइरहनु न भाइ बहिनीहरू तिमी पनि खिचाउने खिचाउनु उसले खिचाउनु राम्रो आउँदैन क्या बस केटा विद्यालय पनि हुन्छ बस्नेलाई म हारी अनुरोध छु फोटो अगाडि सर फोटो पाले पाले गरौँ न तपाईँ कसैलाई दिएर तपाईँ आउनुहुन्छ नि त फोटो ठिकै नै भइहाल्छ मेरो मनमा हुने रहेछ टाढा टाढा तिमी गए पनि मेरो मनमा हुने रहेछ सम्झना बाँकी छ हाम्रा ती पलको सँगै नहोला हामी तर साथ सधैँभरको सम्झना बाँकी छ हाम्रा ती पलको सँगै नहोला हामी तर साथ सधैँभरको। धन्यवाद मेरा सहशिक्षक शिक्षक मित्र लेखनाथ सुवेदी सरलाई आजको यो भाइ बहिनीहरू ध्यान दिने ल है एकछिन म बोलेँ अब सुन्नेले सुनेन भने बोल्नुको अर्थ हुँदैन होइन थाहा छ त म के बोलेन म धेरै बोल्दिनँ थोरै बोल्छु आजको यस कार्यक्रममा उपस्थित हुनुभएका मेरा सहायक प्रधानाध्यापक सर त्यस्तै गरेर मेरा शिक्षक सरहरू म्याडमहरू अनि आयोजक आजको यो विदाई कार्यक्रमको आयोजक कक्षा 9 विशेष गरी कक्षा 8 र विदाई हुँदै गरेका अतिथिको रूपमा रहेका हाम्रा विद्यार्थी भाइ बहिनीहरू हाम्रो यो 2082 सालको शैक्षिक सत्रको एसई परीक्षा माध्यमिक शिक्षा परीक्षा एसई को नियमित तर्फको परीक्षामा सहभागी हुनका लागि तयारी अवस्थामा रहेका मेरा कक्षा 10 का विद्यार्थी भाइ बहिनीहरू जम्मा 19 जना हैन त 19 जना विद्यार्थी भाइ बहिनीहरू एकदम राम्रो तयारीका साथ हामी तिमीहरू जानेछौ र हाम्रो परीक्षा केन्द्र देउराली माविमा तिमीहरूले हाम्रो गङ्गोदय माविका विद्यार्थी त एकदम असल रहेछन् अनुशासित रहेछन् एउटा ठिकै छ परीक्षा जस्तो छ तयारी छँदैछ त्यसमा हाम्रो देखाउनु पर्ने हाम्रो चरित्र हाम्रो अनुशासन हाम्रो व्यक्तित्व हाम्रो यो स्कुलको एउटा शान यो स्कुलको एउटा के भनौँ एउटा
देखाउनु पर्ने गौरव विद्यालयले देखाउनु पर्ने एउटा विद्यार्थीको गुणहरू तिमीहरूले अवश्य पनि तिमीहरूले प्रदर्शन गर्नेछौ। र परीक्षा त कसरी दिनुपर्छ तिमीहरूले तयारीका साथ जानुपर्छ। परीक्षामा अतालिनु हुँदैन। परीक्षा एक किसिमको हामीले हाउगुजीको रूपमा एउटा डरको रूपमा लिइरहेका छौँ। तर हामीले राम्ररी अध्ययन गरेर मेहनत गरेर तयारी गऱ्यौँ भने त्यो खासै ठुलो कुरो होइन। खालि हामीले तयारी छैन, हामीले त्यो परीक्षा दिनको लागि राम्रो तयारी गरेका छैनौँ। परीक्षामा हामी त्यसरी दिन थाल्यौँ भने हामीले त्यति बेला चाहिँ डर हुन्छ। क्वेसन हेरेर सबै आउँदैन। सबै अब तयारी राम्रो छैन भने हामीलाई परीक्षाप्रति हामीलाई अलिकति डर भय त्रास उत्पन्न हुन्छ। तर त्यसो नगर्ने, परीक्षा एकदम संयमित भएर सौहार्द वातावरणमा शान्त तरिकाले जे जस्तो हुन्छ हेरेर राम्ररी परीक्षा दिनुपर्छ। परीक्षाहरू राम्ररी प्रश्न बुझ्ने, समयलाई व्यवस्थापन गर्नेदेखि लिएर हरेक कुराहरू यताउति दायाँ बायाँ त्यो सङ्गत नलाग्ने परीक्षा त्यो अवधिभरि। को साथीले कहाँ जाउँ भन्छन् त्यहाँ अब धेरै यसपालि त त्यो के अरे खार पाएको पनि त्यहीँ आएको छ। धेरै भिड हुनसक्छ, त्यहाँ अलिक चाप पर्न सक्छ विद्यार्थीहरूको। यसमा आफ्नो जहाँ बसेको छ कोठा लिएर त्यहाँ एकदम अनुशासित तरिकाले बस्ने, परीक्षाको तयारी गर्ने। ठुलो तयारी त हुँदैन तर पनि जे जनु जस्तो तयारी त यहीँ गर्ने हो। त्यहाँ चाहिँ अब एक रातमा के तयारी हुनु भयो होइन। तर पनि केही अवश्य चाहिँ त्यहाँ गर्न सकिन्छ। नोटहरू हेरेर त्यसलाई रिमाइन्डिङ गर्ने, त्यसलाई दोहोऱ्याउने र कसरी परीक्षा दिने भनेर त्यहाँ पनि हुनसक्छ, निकै तयारी हुनसक्छ। त्यही तरिकाले तिमीहरूले अवश्य पनि एसी दिनेछौ। र यो 2022 सालको एसीमा तिमीहरूले राम्रो ग्रेडमा पास हुनु मात्र ठुलो कुरो होइन, राम्रो ग्रेडमा तिमीहरूले उत्तीर्ण गरेर आफ्नो भविष्य पनि तिमीहरूले राम्रो उज्जवल बनाउने छौ। र हाम्रो शिक्षक लगायत यो विद्यालयको पनि अवश्य पनि गौरव बढाउने छौ, शान बढाउने छौ भन्ने मैले अपेक्षा राखेको छु। तिमीहरूलाई भाइ बहिनीहरूलाई यो सन्निकट घडीमा आउँदै गरेको यो 19 गतेदेखिको परीक्षामा एसी परीक्षामा तिमीहरूले एकदम राम्रो गर। तिमीहरूलाई परीक्षाको सफलताको शुभकामना। र नयाँ वर्ष पनि आउँदैछ छिटै। नयाँ वर्षको पनि तिमीहरूलाई हार्दिक मङ्गलमय शुभकामना र उन्नतिको शिखरहरूमा तिमीहरूको पाइला अगाडि बढिरहोस् भन्दै तिमीहरूको पुनः फेरि तिमीहरूलाई एसीको सफलताको शुभकामना म तिमीहरूलाई अभिव्यक्त गर्न चाहन्छु। म मेरो व्यक्तिगत तर्फबाट र सम्पूर्ण हामी सर म्याडमहरूको तर्फबाट, हामी विद्यालयको तर्फबाट तिमीहरूलाई हार्दिक 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 शुभकामना व्यक्त गर्न चाहन्छु। र तिमीहरू मैले भनिहालेँ, तिमीहरूले एकदम संयमित भएर अनुशासित भएर तिमीहरूले गर्नुपर्छ। दायाँ बायाँ त्यो बलहरू खेल्ने, कता जाने, के त गर्ने त्यस्तो कुराहरू तिमीहरू त्योबाट टाढै रहनेछौ भन्ने मैले अपेक्षा राखेको छु। पक्का पनि तिमीहरूले त्यसलाई ख्याल गरेर परीक्षा दिनेछौ भन्ने अपेक्षा राख्दै अब पानी पनि पर्ने आँटो, अलिकति ढिलो गरेर हाम्रो विदाय कार्यक्रम भएको छ। पक्का पनि तिमीहरूले यहाँबाट बिदा भए पनि एसी परीक्षा यो विद्यालयको चाहिँ अन्त्य हो। तिमीहरूको यो विद्यालयबाट चाहिँ तिमीहरूले अब बिदा लियौ। तर तिमीहरूको अब सुरु चाहिँ हुँदैछ। अब तिमीहरूको चाहिँ मेन चाहिँ सुरु हुँदैछ। अब त्यसमा पनि तिमीहरूले एकदम मेहनत गर्नुपर्छ। मेहनत गरेर पक्का पनि भविष्यमा तिमीहरू एउटा समाजमा एउटा गनिएको व्यक्ति, समाजलाई योगदान गर्ने व्यक्ति र राष्ट्रलाई नै एउटा राष्ट्रको एउटा चाहिँ गहनाको रूपमा तिमीहरूले, राष्ट्रको एउटा दरिलो मेन पावरको रूपमा तिमीहरूले आफ्नो उपस्थिति जनाउनेछौ। तिमीहरू सक्षम हुनेछौ भन्ने पनि शुभकामना व्यक्त गर्दै म आफ्नो शुभकामना वक्तव्य यही नै अन्त गर्न चाहन्छु। धन्यवाद। अनि हाल्दै यता तान्दै एक कुरा बाटो हो
आजभरि के भेट कर्मचारी आइहाल्छ न खास कर्मचारीतिर आउने Chú trắng mau. Rồi đi, chú trắng mà lắm được rồi. Vai, ta kan được. No, me. Inal din na. Hindi. सर चिउरा Ini